काठमाडौँको पुरानो टोले बसन्तपुर नजिकै एउटा 100औं वर्ष पुरानो नेवार घरमा देवी पूजा हुन्थ्यो। परिवारले पुर्खाले चलाएको परम्परा अनुसार प्रत्येक पूर्णिमामा चोयला बनाएर देवीलाई चढाइन्थ्यो। तर एक पटक नयाँ पुस्ताका छोराले देवीको पूजा बेवास्ता गर्दै चोयलाको साटो चिकन राखिदिए। त्यही रात घरको मूल ढोकाबाट रगत बग्न थाल्यो। कोठाभित्र राखिएको देवीको मूर्ति एक्कासी रातभर तर्साउने स्वर निकाल्न थाली। त्यसपछि घरका सबै सदस्यहरूलाई रातमा निद्रामा हिँड्ने रोग लाग्यो। उनीहरू चोयलाको थाल बोकेर बारम्बार मन्दिर जान्थे, तर बिहान थालमा मासु साटिएको हुन्थ्यो, मानिसको मासु। एक रात साहिलो छोराले सबै कुरा रेकर्ड गर्न क्यामेरा राख्यो। रेकर्डिङ हेर्दा देखियो कपाल लत्रिएको र आँखा रातो भएको छाया जस्तो आकृति चोयलाको थाल बोकेर कराउँदै हिँडिरहेको थियो। डरले तर्सिएको परिवारले पुर्खाको विधिपूर्वक पूजालाई फर्कायो। रगत बग्न रोकियो, तर मूर्तिको आँखामा अझै पनि कहिलेकाहीँ आँसु देखिन्छ। त्यसैले अहिले पनि काठमाडौँका केही पुराना घरमा चोयलालाई देवीकै थाल सम्झिन्छन्। देवीले चोयला माग्छिन्, बेवास्ता गरे रगत माग्छिन्।